नमस्ते। आज हामी एउटा एकदमै रोचक विषयमा कुरा गर्दैछौँ। 2026मा त्यो पनि कुनै अनुभव बिना नै घरबाटै कसरी राम्रो आम्दानी गर्न सकिन्छ त? ल, सुरु गरिहालौँ है। एउटा प्रश्न सोधौँ है त, के साँच्चै अनलाइनबाट महिनाको $5,000 कमाउन डिग्री नै चाहिन्छ? धेरैको सोचाइ त यस्तै हुन्छ होइन र? तर 2026मा आएर यो कुरा एउटा भ्रम मात्र हो। त्यो सोचाइ अब काम लाग्दैन। अहिलेको डिजिटल दुनियाँमा अवसरहरू यति धेरै छन् कि अनुभव नभएकाले पनि आरामले आफ्नो ठाउँ बनाउन सक्छन्। हेरौँ न, यो अनुभव भन्ने बाधालाई कसरी तोड्न सकिन्छ। अहिलेको जुन रिमोट फ्रिलान्स इकोनोमी छ नि, यसले त पुरै खेलै बदलिदिएको छ। अब कति वर्ष काम गर्यो भन्ने होइन, बरु कति छिटो नयाँ सिप सिकेर त्यसलाई काममा लगाउन सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ। अनि आम्दानीको कुरा गर्दा प्रति महिना 1,000 देखि $5,000 भन्दा बढी कमाउनु हो, यो कुनै सपनाको कुरा होइन। जसले शून्यबाट सुरु गर्दैछ उसको लागि पनि यो एकदमै वास्तविक आम्दानी हो। किनकि अहिले रिमोट कामको माग यति धेरै बढेको छ कि यस्तो अवसर बनेको हो। त्यसो भए यसको रहस्य के हो त? सूत्र एकदमै सरल छ। पहिलो, बजारमा एकदमै माग भएको सिप सिक्ने। दोस्रो, सही अनलाइन प्लेटफर्म मतलब स्मार्ट प्लेटफर्महरू प्रयोग गर्ने। र तेस्रो, सबैभन्दा महत्त्वपूर्ण, निरन्तर लागिपर्ने। ल, यो त भयो सिद्धान्तको कुरा। तर यो साँच्चै काम गर्छ त? हो, गर्छ। हामीसँग वास्तविक कथाहरू छन् जसले वास्तविक पैसा कमाएका छन्। आउनुहोस्, केही यस्तै प्रेरणादायी कथाहरू हेरौँ। यो हेर्नुहोस् त, महिनाको लगभग $4,000। यो साराको कमाई हो। उनी पहिले कफी सपमा काम गर्ने ब्यारिस्टा थिइन्। अनि अचम्मको कुरा के छ भने यो कमाई उनले सितैमा सिकेको एउटा सिपबाट गरिरहेकी छिन्। सहाराको कथा त साँच्चै गजबको छ। उनको कुनै टेक्निकल ब्याकग्राउन्ड थिएन, तर उनले युट्युब र कोर्सेरा जस्ता फ्री प्लेटफर्मबाट एआई प्रम्प्ट क्राफ्टिङ सिकिन्। अनि चलाकी के गरिन् भने आफ्नो कामको पहिले र पछि कस्तो देखिन्छ भनेर एउटा पोर्टफोलियो बनाइन्। सुरुमा अपवर्कबाट $50 को सानो काम पाइन् र आज रिटेनरमा काम गर्छिन्। अर्को उदाहरण हेरौँ, डेभिडको। उनी भर्खरै हाई स्कुल पास भएका हुन् अनि उनको कमाई महिनाको $3,500, त्यो पनि सोशल मिडिया म्यानेजमेन्टबाट। डेभिडले त झन् स्मार्ट तरिका अपनाए। सुरुमा उनले आफ्नो वरपरका स्थानीय बिजनेसहरूलाई सित्तैमा काम गरिदिए। किन? प्रशंसापत्र र अनुभवको लागि। एकचोटि त्यो पाएपछि फेसबुक ग्रुपहरूमा क्लायन्ट खोज्न थाले। आज उनी एक्लै 8-10 वटा अकाउन्टहरू ह्यान्डल गर्छन्। र अब मारियाको कथा सुनौ। उनको आम्दानी त महिनाको $5,000 भन्दा पनि बढी छ। घरमै बस्ने एक गृहिणीबाट उनी आज एक विशेषज्ञ भर्चुअल असिस्टेन्ट बनेकी छिन्। मारियाले आफूलाई भिडबाट कसरी अलग्याइन् त? उनले सामान्य VA को काम मात्र गरिनन्, त्यसमा AI अटोमेसन पनि जोडिन्। अनि एउटा निश्चित क्षेत्र अर्थात् अनलाइन कोचहरूलाई मात्रै टार्गेट गरिन्। आफ्नो सर्भिसलाई AI पावर्ड प्याकेज भनेर बेचिन्, जसले गर्दा उनले घण्टाको $10बाट सुरु गरेर आज ठूलो रिटेनरमा काम गर्छिन्। ल, यी कथाहरूले पक्कै पनि प्रेरणा दियो होला। अब पालो आयो यो कसरी गर्ने त। हामीसँग एउटा स्पष्ट एक्सनेबल ब्लुप्रिन्ट छ जसले शून्यबाट पहिलो क्लाइन्टसम्मको बाटो देखाउँछ। यो बाटोमा जम्मा 3 वटा मुख्य स्टेपहरू छन्। स्टेप 1 सिप सिक्ने, स्टेप 2 सही प्लेटफर्ममा जाने र स्टेप 3 आफ्नो कामको सही मूल्य राख्ने। एकदमै सरल। अब पहिलो चरण, एउटा हाई डिमान्ड स्किल सिक्ने, त्यो पनि सित्तैमा। जस्तै AI प्रम्प्ट इन्जिनियरिङको लागि कोर्सेरा र युट्युब छँदैछ। सोशल मिडिया म्यानेजमेन्ट सिक्न क्यानभा र मेटा ब्लुप्रिन्ट काफी छ। अनि स्पेशलाइज्ड भर्चुअल असिस्टेन्ट्सको लागि त युट्युब र गुगल वर्कस्पेसको ट्युटोरियलहरू नै प्रशस्त छन्। पैसा खर्च गर्नु पर्दैन। ल, सिप त सिकियो। अब पहिलो क्लाइन्ट कहाँ खोज्ने त? अपवर्क, फाइबर जस्ता ग्लोबल प्लेटफर्महरू त छँदैछन्। तर फेसबुक ग्रुप, लिङ्क्डइन वा रेडिट जस्ता ठाउँहरूलाई पनि नबिर्स्नुहोस्। अनि एउटा ह्याक, सुरुमा आफ्नो वरपरका बिजनेसहरूलाई सित्तैमा काम गरिदिने अफर गर्नुहोस् टेस्टिमोनियलको लागि। यो एकदमै काम लाग्छ। तेस्रो चरण, आफ्नो मूल्य निर्धारण गर्ने। सुरुमा त कम रेटमा काम गर्नु सामान्य हो, जस्तै घण्टाको $5 देखि $15। तर जब अनुभव बढ्छ र राम्रो रिभ्यूहरू आउँछन्, तब रेट बढाउन सकिन्छ। अन्तिम लक्ष्य भनेको घण्टाको हिसाबले होइन, मासिक रिटेनरमा काम गर्ने हो। यसले आम्दानीलाई स्थिर बनाउँछ।
तर सबैभन्दा ठूलो बाधा त यही हो होइन र? मसँग अनुभवै छैन, मलाई कसले काम दिन्छ? यो डर सबैलाई हुन्छ, तर यसलाई पार गर्ने एउटा जादुई तरिका छ। आफ्नो प्रस्ताव पठाउँदा यो लाइन लेख्नुहोस्, म यो काममा नयाँ छु तर म एकदमै उत्साहित छु। हेर्नुहोस्, यो एउटा सित्तैको स्याम्पल। यसले के गर्छ भने क्लाइन्टको ध्यान अनुभव छैन भन्नेबाट हटाएर यसले त राम्रो काम गर्छ भन्नेतर्फ लैजान्छ। सित्तैको स्याम्पलले विश्वास जित्न एकदमै मद्दत गर्छ। ल, अब अगाडिको बाटो के त? अब सुरु गर्ने बेला भयो। यो पुरै प्रक्रियालाई एकदमै सरल बनाएर हेरौँ ताकि आजबाट सुरु गर्न सकियोस्। यो हप्ता के गर्ने त? मात्र 3 वटा काम। 1. आफूलाई मन परेको एउटा सिप छान्नुहोस्। 2. त्यसको 5-10 वटा स्याम्पल बनाउनुहोस्, चाहे त्यो काल्पनिक प्रोजेक्ट नै किन नहोस्। अनि 3. अनलाइन प्रोफाइल बनाएर प्रस्ताव पठाउन सुरु गरिहाल्नुहोस्। धेरै सोच्ने होइन, गर्ने हो। अन्त्यमा एउटा प्रश्न, हजारौं मानिसहरूले यो गरिरहेका छन् भने तपाईँ किन सक्नुहुन्न? साँच्चै किन सक्नुहुन्न? प्रविधिले सबैको लागि ढोका खोलिदिएको छ, मात्र सही योजना र निरन्तर प्रयासको खाँचो छ। सुरु गर्ने सबैभन्दा राम्रो समय भनेको अहिले नै हो।